यसलाई प्रारब्ध नभने म अरू के भनौँ। आज सुख होला, अब राम्रो होला, अब त ठिक हुन्छ। मनले यही सपना देखाउँदछ, भित्री मनले सान्त्वना दिन्छ। तर व्यवहार अनि जिन्दगी हिजोभन्दा आज खराब, आजभन्दा भोलि। यस्तै यस्तै गरी प्रत्येक दिन बित्न थाले। थाहा छैन जिन्दगीले के खोजेको हो, जिन्दगीले के रोजेको हो, अथवा भावीले मेरो जीवनमा के लेखिदिएको हो, वा म यस संसारमा प्रारब्धै भोग्न आएको हुँ। मलाई थाहा छैन। तर मैले सोचेको जिन्दगी होइन, मैले नसोचेको जिन्दगीको भोगभाग भोग्दै जान थाले। कहिलेसम्म जिन्दगीले यसरी रुवाउला, कहिलेसम्म जिन्दगीले यसरी सताउला। कुनै न कुनै दिन त मेरा पनि दिन फिर्ला नि। हो, यही सोचेर मैले यति मेहनत गरेँ। त्यही मेहनतको परिणाम आजको दिनसम्म आइपुग्दा मैले जे जति भोगेँ, म तपाईलाई आज मन हल्का पार्नको लागि यी कापीका पानामा मेरो जिन्दगीको कथा कोर्दैछु। मेरो घर धादिङ हो, एउटा अत्यन्तै विकट गाउँ, जहाँ दुई छाक टार्नको लागि धौधौ थियो। सम्पत्ति नभएको गरिब परिवार, अशिक्षित परिवार, दुई छाक खानका लागि धौधौ पर्ने परिवारमा मेरो जन्म भएको हो। म घरको जेठो छोरो हुँ। मेरो एउटा भाइ, एउटा बहिनी छ। त्यतिले नपुगेर मेरो बाले आमालाई दिनदिनै कुट्ने, सधैँ पिएर आउने। हामीले छुट्याउन जाँदा हामीले पनि आमाले जति नै कुटाइ खानु पर्थ्यो। भाइ बहिना रुन थाल्थे। अलिकति ठुलो भनेको मै थिएँ, सायद 6 वर्षको हुँदो हुँ। त्यति बेलादेखि मैले बाको पिटाइ खान थालेको। जब जब साँझ परेपछि आमाले पिटाइ खानुहुन्थ्यो, तब तब म आमालाई छुटाउन जान्थेँ। त्यति बेला मैले पनि खुब पिटाइ खान्थेँ। हाम्रो घरमा सदैव साँझ परेपछि कलह, रुवाबासी, कुटाकुट र झगडा पर्थ्यो। बा दिनभरि बरालिएर हिँड्नुहुन्थ्यो। भट्टीमा गएर बस्ने, युवतीहरूसँग गफिने। साँझ टिल्ल परेर आएपछि कहिले के बहानामा आमालाई कुट्ने। आमालाई कुट्दा हामी छुट्याउन जान्थ्यौँ, बालाई छेक्थ्यौँ, बाले हामीलाई पनि कुट्ने। यो हाम्रो घरको दैनिकी जस्तो बन्न थाल्यो। त्यसपछि बाले घरमा अर्की आमा भेट्र्याउनु भयो, उहाँकी कान्छी श्रीमती। आमाले को हुन् यिनी भनेर सोद्धा, तेरी सौता, तैँले घरमा सुख शान्ति दिनस्, यसले मलाई अब सुख दिन्छे। तँ जस्ती हो र यो त हेर त स्वर्गकी अप्सरा जस्ती बत्ती बलेकी छे। अब मलाई तेरो खाँचो छैन। तेरा शाखा सन्तान लिएर जहाँ मुन्टिन्छेस् मुन्टी, यो घरमा बस्ने भए यसको खटन खाएर बस। बाले भनेको शब्द यही हो। आजसम्म पनि मेरो कानमा ती शब्दहरू गुन्जिन्छन्। त्यति बेला त बुझ्दिन थिएँ, तर मन परेको थिएन बाको व्यवहार। हामीलाई दुई छाक खान त्यति बेला नि धौधौ थियो। बाले काम गरेको 1 पैसा दिनुहुन्न थियो। साँझ रक्सी धोकेर आउनुहुन्थ्यो। आमाले यताउता काम गरेर 10 नङ्ग्रा ख्याएर हाम्रो पालन पोषण गर्नुहुन्थ्यो। घर सम्हाल्ने, बाख्रा हेर्ने, एउटा गाई थियो, त्यसलाई चराउने, घाँस काट्ने, घरको काम गर्ने, अरूको काम गरिदिएर हाम्रो जीविका उपार्जन गर्नुहुन्थ्यो। त्यस्तो दुःख गरेर हामीले आफ्नो छाक टार्थ्यौँ, आफ्नो जीवनयापन गरिरहेका थियौँ। त्यसमाथि अब बाले अर्की श्रीमती लिएर आएपछि के हुने हो। आमा रुन थाल्नुभयो अनि गाली गर्दै, तँ डङ्किनी, यस्तो दुःख देख्दा देख्दै के देखेर सौता खेप्न आइस है? यहाँ के छ र? यो दुःखको भुमरीमा परिस, गइहाल भनेर आमाले त्यसलाई झम्टिनु भयो। बाले रोक्नु भयो र आमालाई उल्टै
2 झापड हानेर घचेडिदिनुभयो। आमा भैँमा ढल्नुभयो र रुन थाल्नुभयो। हामीले आमालाई उठायौँ। नरुनु भन्यौँ। बाले मलाई पनि 1 लात्ती दिनुभयो अनि भित्र कोठामा जानुभयो आफ्नो नयाँ श्रीमतीलाई लिएर। हामी त्यो दिन कोठा बाहिरको जुन मझेरी छ त्यही गुन्द्री ओछ्याएर हामीले रात कटायौँ। भोलिपल्टदेखिको हाम्रो दिनचर्या नै हामीले नसोचेको, नदेखेको अनि कल्पनासम्म नगरेको जीवन भोग्न बाध्य भयौँ। आजभन्दा भोलि झन कठिन, भोलिभन्दा पर्सि झन कठिन हुन थाल्यो हाम्रो जिन्दगी। आमाले घरको काम सबै गर्नुहुन्थ्यो। बाहिर जुन काम पाइन्छ त्यो काम पनि गरेर 2-4 पैसा लिएर आएर सामान किनेर ल्याएर हाम्रो छाक टार्नुहुन्थ्यो। हाम्रो बसोबासे अब बाहिरको त्यही मझेरी, त्यही एउटा कुनामा भात पकाएर खाने, त्यही सुत्ने, त्यही बस्ने हुन थाल्यो। 12 कान्छी आमा भित्र कोठा र माथिको कोठामा बस्न थाल्नुभयो। आमाले दुःख सुख गरेर करेसा बारीमा लगाएको तरकारी आमाले टिप्न नपाई कान्छी आमाले सबै टिपेर लानुहुन्थ्यो। पाठा पाठी थिए। यो तिम्रो मात्रै हो र मेरो पनि प्यावा हो, आजबाट यो पाठा र यो पाठी मेरो भनेर 2टा पाठी र एउटा पाठो कान्छी आमाले लिएर छुट्टै खोर बनाएर राख्न थाल्नुभयो। त्यो 2-3वटा पाठापाठी पनि उहाँले त्यसरी लिनुभयो। बालाई भन्दा उल्टै आमालाई कुट्न आउनुहुन्थ्यो। म बा सँगसँगै बाज्दा बाले आमा सरह मलाई कुट्नुहुन्थ्यो। कैयौं पटक आमा पनि मरसान्न अवस्थामा हुनुहुन्थ्यो, म पनि त्यस्तै हुन्थेँ। कहिले पनि ए तँलाई यस्तो भयो, मैले गल्ती गरेँ भनेर उहाँले माफी माग्नु भएन। सदैव हामीलाई एक दुश्मन, एक कुजातका रूपमा हेर्नुभयो। हामी त्यो घरमा सँगै बसे पनि न बाको माया पायौं, न राम्रो पठन पाठन, न राम्रो हुर्काई। हामीले त्यो बालापनमा जुन बालकहरूले पाउने कुरा केही पनि पाएनौं। आमा सँगसँगै काम गर्न जानु पर्थ्यो। कहिले बाख्रा हेर्न, कहिले घाँस काट्न, कहिले भाँडा माझ्ने त कहिले तल पसलसम्म। आमाले 2-4 पैसा दिनभरि कमाएर ल्याएको पैसाले चामल, तेल, मरमसला किनेर ल्याएर हरेक दिन जस्तो कमाउँदै, हरेक दिन जस्तो किन्दै हामीले छाक टार्थ्यौं। हामी आमा छोरा मात्रै भएको भए बेग्लै कुरा हुन्थ्यो। मेरो भाइ र बहिनी पनि थिए। अरूले चक्लेट खाँदा हामीलाई कस्तो रहर लाग्थ्यो। जिन्दगीमा बालापनमा हामीले एउटा चक्लेट मुखमा हाल्न पाएनौं। तपाईलाई सुन्दा अचम्म लाग्छ होला, तर हामीले जुन बालापनमा बालकहरूले गर्छन् नि, खुसी, रमाइलो, खेल, त्यो बालापन नै देख्नै नपाई बालापन सकियो। म जब 7 वर्षको भएको थिएँ, मलाई लाग्यो यसरी त मेरो जिन्दगी चल्दैन। म जेठो छोरो, मैले नकमाए, मैले केही नगरे, मेरो भाइ बहिनालाई कसले हेर्छ? बाको त उही हो ताल, बाले केही गर्नुहुन्न। आमाले न पढेको छ, न कतै गएर केही गर्न सक्नुहुन्छ। सानी आमा कतै कतै नभएकी दुष्ट स्वभावकी छिन्। सायद उनलाई पनि त्यो स्वभाव, एक त सौतेनी भनेर जन्मजातै मानिसहरूको मनमा आउने एउटा रोपिएको बिजारोपण, एक हिसाबले दुष्टताको व्यवहार भनौं, सायद अज्ञानताकै कारण त हो नि। दोस्रो, बाले मन नपराएको हामी। तेस्रो, कान्छी आमाको पनि अब एक छोरा जन्मिएको थियो। त्यो पाएपछि उहाँहरूलाई हाम्रो झन मतलबै भएन। त्यसपछि त्यो घरमा छिछि र दुर्दुरको व्यवहार खेपेर म किन बस्नु? त्यसैले मैले घर छोड्ने निधो गरेँ। आमासँग भने। आमा रुन थाल्नु भयो, तर दुःखले
मानिसलाई परिपक्व बनाउँदो रहेछ। मैले यति सानैमा यस्ता परिपक्वका कुरा गर्दा आमा छक्क पनि पर्नुभयो र राम्ररी सोच्नुभयो। अनि उहाँले भन्नुभयो, बाबु, मेरो एकजना नाता पर्ने त्यहाँ हुनुहुन्छ, काठमाडौँको कालीमाटीमा बस्नुहुन्छ भन्ने मैले सुनेको छु। उहाँ कहाँ गएर सहयोग माग्न सक्छौ, काम गरिदिन सक्छौ अनि पढ्न पाए पढ्न सक्छौ। सबैभन्दा ठुलो शिक्षा जुन हामीले तिमीलाई दिन सकेनौ। काम गर्दै पढ्न सके, पढ है छोरा। आमाले दिएको यो अत्यन्तै मार्मिक, अत्यन्तै जीवन उपयोगी उपदेश थियो यो। मैले आमाले भने अनुरूप उहाँले आफ्नो नातेदारको गाउँको घरको ठेगाना दिनुभयो। आमाको नातेदारको घरमा पुगे। उहाँहरूको घर पनि धादिङ नै थियो। हेर्दाखेरि नजिकै लागे पनि बाटोघाटोको असुविधा, आफूसँग पैसा नभएपछि जस्तो दुःख पनि गर्नु परिहाल्यो। बच्चो केटाकेटी त थिए। बिस्तारै बिस्तारै हिँड्दै सोधखोज गर्दै, कहिले बाटोमै कहिले गाउँमै सुत्दै म आमाले बताउनु भएको गाउँमा पुगेँ। सोधखोज गर्दा उक्त घरमा पुगेँ। मेरो हजुरआमाको मितिनी घर रहेछ त्यो। उहाँहरू अलि हुने खानी हुँदो रहेछ। साह्रै हाम्रो हजुरआमा र उहाँ मितिनी हजुरआमा गाउँमा असाध्यै मिल्नुहुन्थ्यो रे। स्तर नमिले पनि त्यति बेला उहाँहरूको मेलमिलाप देखेर गाउँमा मितिनी लगाइदिएका रहेछन्, ठुलै तामझामका साथमा। त्यसपछि त्यो घर हाम्रो आफन्त बनेको रहेछ। आमाले मलाई सबै कुरा सम्झाएर पठाउनु भएको थियो। त्यहाँ पुगेर मितिनी हजुरआमासँग भेटेँ। मितिनी हजुरआमाले माया गरेर खाना दिनुभयो, दुःख सुख सोध्नुभयो। मेरो दुःख, मेरो आमाको दुःख सुनेर रुनुभयो। पिर नगर बाबु, म छँदैछु नि। बिचरा त्यो हजुरआमाले कति माया गर्नुभयो। आफूले खाई नखाई पोको पारेर लुकाएर राखेको केही रुपैयाँ झिकेर काठमाडौँ कालीमाटीको उहाँको छोरा बुहारीको ठेगाना दिनुभयो। यसो यसो भन्नु भनेर सिकाउनु भयो। म त्यसपछि काठमाडौँतिर लागेँ। काठमाडौँमा उहाँको घर खोज्नै मलाई 2-4 दिन लाग्यो। पार्टीको बास नभएको होइन, 2-4 पैसा भएको हुनाले भोकै बस्नु परेन। 2-4 दिनपछि बल्ल बल्ल मित मामासँग मेरो भेट भयो। पहिला त को न को केटो कुरै सुन्न मान्नु भएन। पछि मैले मित हजुरआमाको कुरा बताएपछि, मेरो हजुरआमाको कुरा बताएपछि, मेरो आमाको कुरा बताएपछि उहाँले पनि माया गर्नुभयो। ल आऊ भित्र भनेर पहिला त मलाई शिरदेखि पाउसम्म हेर्नुभयो। माग्ने जस्तो केटो, सायद मलाई देखेर विश्वास पनि लागेन होला, घिन पनि लाग्यो होला। उहाँहरूले हातखुट्टा धुन लगाउनु भयो। हातखुट्टा धोएपछि भित्र बोलाउनु भयो, खाना खान दिनुभयो। अनि मित माइजूले केही लुगा फाटो लिएर आएर दिनुभयो र भन्नुभयो, ऊ त्यहाँ धारामा गएर नुहाएर आऊ। मैले नुहाई धुवाई गरेपछि बल्ल मेरो स्वरूप सायद उहाँले देख्नुभयो। यसरी मेरो काठमाडौँ आगमन भयो अनि मेरो नयाँ जीवनको अध्याय यसरी सुरु भयो। मैले ती मित मामाको घरमा बसेर उहाँहरूको घरको काम गर्न थालेँ। अनि मामा र माइजूसँग हात जोडेर मलाई पढाइदिनुहोस् न, म स्कुल जान चाहन्छु, पढ्न चाहन्छु, म घरको सबै काम गर्छु, जे भन्नुहुन्छ त्यही गर्छु। मेरो आलाप बिलाप प्रत्येक दिनको कचकच रुवाई देखेपछि माइजूले भन्नुभयो, नजिकै सरकारी स्कुल छ, हालिदिनुहोस् न त, घरको काम पनि गरिहाल्छ। त्यसपछि मामाले
3 महिना पर्खेर नयाँ वर्षको सुरुवातमा मलाई कक्षा 1 मा भर्ना गरिदिनु भयो। गाउँमा अलिअलि लेखपढ गर्न जानेको थिएँ। त्यसपछि 7 वर्षको मान्छे कक्षा 1 मा भर्ना भएँ अनि त्यहाँबाट सुरु भयो मेरो जिन्दगीको अर्को यात्रा। यति मेहनतले पढ्थेँ कि के भनौँ, हरेक शब्दहरूमा मैले ध्यान दिन्थेँ। शिक्षक शिक्षिकाले पढाएको अत्यन्तै मेहनतले सुन्थेँ, ध्यानले सुन्थेँ। उहाँहरूले पढाएपछि घर गएर म यति धेरै ती कुराहरू पढ्थेँ, पानी बनाउँथेँ। घरको काम सिद्ध्याउँदा 10-11 बज्थ्यो। सबैले खाइसकेपछि जुठो भाँडा गरेर बिहानको लागि तरकारी केलाएर राखिदिएर सबै ठिक्क पारेर म आफू सुत्ने कोठा जान्थेँ। कोठा त के भनौँ, भर्याङ मुनिको एउटा सानो स्टोर रुम जस्तो थियो। त्यही मलाई दिनुभएको थियो। त्यो पनि मेरा लागि लाख थियो, किनभने पक्की घर थियो, सुरक्षित वासस्थान थियो। खान पाएको थिएँ, लाउन पाएको थिएँ, पढ्न पाएको थिएँ। अरू के चाहियो र? बस आमा भाइ बहिनीको चिन्ता थियो। धेरै पढ्छु, पैसा कमाउँछु, आमा बुवालाई हेर्छु, बस यही थियो। भर्ना त भइहालेँ, पढ्न थालिहालेँ। अब एउटा आशा जागेको थियो। पढ्दा पढ्दै कति बेला निदाउँथेँ मलाई थाहै हुँदैन थियो। एकैचोटि बिहान मितिनी माइजूले बाबु उठ अब पूजा गरेर चिया पकाउने बेला भइसक्यो भन्दा झस्याङ्ग हुन्थे। अघि भर्खर निदाए जस्तो लाग्थ्यो, तर बिहान भइसकेको हुन्थ्यो। फेरि उठेर सबै घरको काम सिद्ध्याएर सबैले खाएपछि भाँडासाँडा माझेर म दौडी 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 स्कुल पुग्थेँ। पहिलो पिरियड त प्राय सधैँ ढिलो पुग्थेँ। आधा पढाइ छुटिसकेको हुन्थ्यो अनि साथीहरूसँग सोधेर जुन पढाइको पाठ हो त्यसको बारेमा बुझेर घरमा आएर फेरि पानी बनाउँथेँ। यो प्रक्रिया सधैँ नियमित रूपमा अगाडि बढ्यो। बिहान 5 बजे उठ्ने, घरको काम पुरा गर्ने, खाना खाएर भाँडा माझेर सबै काम सिद्ध्याएर स्कुल पुग्ने। स्कुलबाट फर्किएपछि घरको काम सबै सिद्ध्याएर राति 10-11 बजे आफ्नो त्यही स्टोर भनिने सानो कोठा, जुन मेरो लागि अत्यन्तै प्रिय कोठा हो, त्यहाँ म स्वतन्त्र हुन्थेँ। त्यो रातमा म एक्लो हुन्थेँ, जहाँ म निर्धक्क आफू स्वतन्त्र भएर बाँच्न सक्थेँ। त्यसपछि किताब पल्टाउँथे र पढेको पाठहरूलाई पानी बनाउँथे अनि सुत्थेँ। यसरी अगाडि बढ्दा मैले कुनै दिन पनि पछाडि फर्केर हेर्नु परेन र कुनै वर्ष पनि मैले स्कुलमा फी पनि तिर्नु परेन। मितिनी मामा माइजू अत्यन्तै खुसी हुनुहुन्थ्यो, कारण म हरेक वर्ष प्रथम आउँथेँ। उहाँहरूको एउटा इज्जत बढे जस्तै, किनकि मामाका छोराछोरीहरूले पनि राम्रो पढेका थिए बोर्डिङ स्कुलमा। उनीहरूको लवाई खवाई छुट्टै हुन्थ्यो, उनीहरूको तौर तरिका छुट्टै हुन्थ्यो। ती चिजहरूको भोगाई भोग्न नपाए पनि उनीहरूले गरेका क्रियाकलापहरू, उनीहरूले बोलेका बोलीहरू, उनीहरूको व्यवहार सबै सिकिसकेको थिएँ। धनी मानीको छोरीहरूले गर्ने व्यवहार मैले जानिसकेको थिएँ। मैले पनि राम्रो पढेर त्यही इज्जत कमाइसकेको थिएँ, चाहे सरकारी स्कुलै किन नहोस्। अभिभावकलाई बोलाऊ भन्दा मामा माइजू गएर त्यहाँ बस्दा जुन इज्जत मैले पाउँथेँ, त्यसले गर्दा उहाँहरूको नाक फुल्थ्यो, शिर ठाडो हुन्थ्यो। बाबु मन लगाएर पढ्नु है, मामा र माइजूले भन्नुहुन्थ्यो। दाजु दिदीहरूको लुगा पुरानो भएपछि मैले पाउँथेँ। मेरो लागि ती लुगा नयाँ हुन्थे, उहाँहरूको लागि मात्रै पुरानो। मैले 8 कक्षा पास गरेँ, जिल्ला स्तरीय 8 कक्षा, जहाँबाट मैले आफ्नो नाम अजयबाट विजय बनाएँ। किन भन्दा
म अझै हुन सक्छु, तर म विजयी बन्नुपर्छ। मेरो भाइको लागि, मेरो बहिनीको लागि, मेरो आमाको लागि मैले हरेक क्षेत्रमा विजयका पाइला चलाएर उहाँहरूलाई सुख दिनुपर्छ, उहाँहरूको रक्षा गर्नुपर्छ। बस यति थियो। म 1 कक्षादेखि 8 कक्षासम्म पास हुँदासम्म एकचोटि पनि घर गएको थिइनँ। खबर आवत जावत गर्ने मान्छेहरूले ल्याइदिन्थे, पुर्याइदिन्थे, त्यति नै हो। मैले मामा माइजूहरूसँग, दाजु दिदीहरूसँग यसपटक घर गएर आउँछु, 2-4 दिनको छुट्टी पाउन बिन्ती गरेँ। उहाँहरूलाई पनि लाग्यो यत्रो वर्ष भइसक्यो यहाँ बसेको, आफ्नो परिवारलाई भेट्न कसलाई मन लाग्दैन र। उहाँहरूले दसैँमा जाऊ बाबु, अब दसैँ आउन 1 महिना बाँकी छ, दसैँमा गए रमाइलो पनि हुन्छ। मैले उहाँहरूको कुरा माने र दसैँभन्दा 5-7 दिन अगाडि मेरो जानी टुङ्गो लाग्यो। त्यति बेला म छक्क परेँ। मेरो मित मामा र मित माइजू अनि दाजुहरू दिदीहरू जो मित मामाका छोराछोरीहरू हुनुहुन्थ्यो, उहाँहरूले मलाई पैसा दिनुभयो। बाबु, तिमीले यत्रो वर्ष यहाँ काम गर्यौ, हामीले काम गर्ने मान्छे तिम्रा कारणले निकालेका थियौँ, उसलाई पनि हामीले पैसै दिनु पर्थ्यो। सबै काम तिमीले गरेपछि तिमीलाई आपत पर्दा दिनुपर्छ भनेर हामीले तिम्रो पैसा जोगाएर राखिदिएका छौँ। खाइ पियाई तिमीलाई महिनाको 500 छुट्याइदिएका थियौँ। अब हेर त 8 वर्ष भइसक्यो तिमी हामी कहाँ बसेको। तिम्रो पढाइ खर्च पनि त्यति लाग्दैन, तिम्रो फिस मिनाहा छ अनि भर्ना फी मात्रै हो, त्यो मामाले हेरिदिनु भएको छ। तिम्रो थुप्रै पैसा भएको छ, सबै पैसा नलिनु। ऊ दाजु दिदीहरूले पनि तिमीलाई भनेर केही आफ्नो पकेट मनीबाट छुट्याएर राखिदिएका छन्। सेवा गर्नुपर्छ भन्ने उनीहरूलाई पनि थाहा छ, सहयोग गर्नुपर्छ भन्ने उनीहरूले जानेका छन्। दाजु दिदीहरूले तिमीलाई 10,000 भनेर जम्मा गरिदिएका छन् र मामाले तिमीलाई अप्ठ्यारो पर्छ कि भनेर तिम्रो नाममा 20,000 राखिदिनु भएको छ। 30,000 तिम्रा लागि भयो। म यति खुसी भए म बखान गरेर सुनाउनै सक्दिनँ। 1,000 को मुख नदेखेको केटोले 8 कक्षा पास गर्दा 30,000 रुपैयाँ हातमा देखियो। अनि माइजूले भन्नुभयो, बाबु यो पैसा लिएर जान्छौ कि यतै राख्छौ? मैले भने, माइजू मैले यो पैसाको अपेक्षै गरेको थिइनँ। मलाई बस्न दिनुभयो, खान दिनुभयो, लाउन दिनुभयो, सबैभन्दा ठुलो सम्पत्ति मलाई पढाइदिनु भयो। मैले यो भन्दा बढी अपेक्षै गरेको थिइनँ। यति धेरै पैसा मेरो लागि त यो करोड भन्दा पनि बढी भयो माइजू। यो पैसा म आमालाई लगेर दिन्छु। उहाँहरूलाई खान बस्नै गाह्रो छ माइजू। यत्रो वर्ष भइसक्यो, कसरी जीविका चलाउनु भएको छ त्यो पनि थाहा छैन। सौतेनी आमाले देखि सहनुहुन्न थियो, घर निकाला गरिसके कि त्यो पनि थाहा छैन। यो पैसा भयो भने आमा र भाइ बहिनीको जीवन अलिकति सुरक्षित हुन्थ्यो कि म लिएर जान्छु ल माइजू। मैले त्यसरी हात जोडेर बिन्ती गरेँ। उहाँले भन्नुभयो, तिम्रो पैसा हो, तिमीलाई जे उचित लाग्छ त्यही गर र तिमीले भनेको ठिक हो, लैजाऊ, आमालाई सहयोग हुन्छ। म यति खुसी भएँ। म त्यो दिन आकाशमा उडेको थिएँ, एक पन्छी जस्तै स्वतन्त्र, एक अत्यन्तै हर्षित राजा महाराजा जस्तै। म यति खुसी भएको थिएँ। एक त मैले 8 कक्षामा एकदमै राम्रो अङ्क ल्याएर पास गरेको, उता त्यत्रो पैसा पाएको, अर्कोतिर दसैँ नजिक आएको। मैले एकदमै हिसाब किताब गरेर भाइलाई, बहिनीलाई, आमालाई लुगा किने। फेरि यसो सम्झेँ, सौतेनी आमाको व्यवहार नराम्रो भए पनि त्यो जन्मिएको भाइ अब त त्यो 8 वर्षको त भइसक्यो। म आउँदा जन्मिएको थियो,
म यहाँ आके 8 वर्ष भयो भनेपछि त्यही अनुसारको त्यो बच्चाको के दोष छ र मैले उसको लागि पनि एउटा लुगा किने। अनि केही मरमसला एकदमै थोरै पैसा खर्च गरेर किने। भर्खरै जुङ्गाको रेखी बसेको एउटा नवयौवन बोकेको एउटा जोसिलो, एउटा हँसिलो, एउटा मेहनती केटो आफ्नो गाउँ फर्किँदै थियो। थुप्रै खुसी, थुप्रै उत्साह, थुप्रै उमङ्ग र थुप्रै सपना बोकेर। यसरी म 8 वर्षपछि गाउँ पुगेको थिएँ। त्यही सानो झुपडी, उस्तै वातावरण, भाइ बहिना अलि ठुला भइसकेका, झाम्रे झुम्रे लुगा लगाएका आमा रछानमा बसेर त्यही गाई बस्तुलाई घाँस दिँदै गर्नुभएको बहिनी छेउमा काला 2टा भाँडा माझ्दै थिए। सानो मेरो भाइ र सायद सौतेनी आमाको छोरो हुनुपर्छ, 2 जना खै के न्युमा खेल्दै झगडा गरिरहेका थिए। ऊ अलिकति चिल्लो देखिन्थ्यो भने भाइ फुस्रे थियो। सायद उच निच भयो होला। मलाई 8 वर्षपछि घर पुगे तापनि आफ्ना परिवारलाई चिन्न र आफ्नो घर चिन्न अनि त्यो व्यवहारलाई बुझ्न 2 मिनेट पनि लागेन। मैले आमा भन्दै आमालाई बोलाउँदा आमा झस्याङ्ग भएर मतिर हेर्दा ठम्म्याउन नसकेको जस्तो गरेर अलमल्ल परेर हेर्नुभयो। आफूले जन्माएको सन्तान किन नचिन्नु? सुकिलो मुकिलो हँसिलो रसिलो छोरो अगाडि देख्दा आमाका आँखाबाट बलिन्द्र धारा आँसु बगे। मेरो छोरो, मेरो बाबु, मेरो अजय। उहाँ दौडेर आएर मलाई छातीमा टास्नुभयो। बहिनी पनि रुँदै आई अनि भाइ पनि दौडेर ट्वाल्ल मलाई हेरिरह्यो। अर्को सौतेनी आमाको छोरो झन् ऊ आश्चर्यचकित भयो। सायद त्यसले त मलाई चिनेको पनि छैन। भर्खर जन्मेको थियो म जाँदा। हर्षका आँसु झरे आमाका गालाबाट तर्किएर मेरो घाँटीसम्म आइपुग्यो। मेरो आँसुले आमाको छाती भिज्यो। बहिनी भाइ सबै रुन थाले। अनि मैले भने, आमा यो कान्छी आमाको छोरो होइन? आमाले भन्नुभयो, हो बाबु। हामी सबैजना आफ्नो त्यही मझेरीको कोठामा भित्र पस्यौं। उस्तै थियो वातावरण, केही फरक थिएन। आमालाई सोधे, आमा के छ हाल खबर? आमाले भन्नुभयो, जिनती न तेरै आसमा बाँचेका छौँ बाबु। यो रूपा 6 कक्षामा पढ्छे अनि यो भुन्टे 4 कक्षा अनि यो रूपेश चाहिँ 3 कक्षामा पढ्छ। अनि यिनीहरू किन झगडा गरेको त आमा? के गर्नु, उत्रै उत्रै छन्, झगडा गरिरहन्छन्। अनि बा नि, तेरो बाको के आजकल फेरि यसलाई पनि छोडेर अर्कोलाई ल्याएर बस्या छ रे सदरमुकामतिरै। घर नआएको त 2-4 वर्षै भइसक्यो। अनि कान्छी आमा नि, ऊ तल बेसीमा अलिअलि तरकारी बेच्छे अनि आमा छोराको जीविका चलाइरहेका छन्। कतै नभकी छुच्ची छ। सबै भित्रको मेरै हो, तेरो केही होइन भनेर हैकम चलाएर घर कब्जा गरेर बसेकी छ। हाम्रो त उही हो ताल बाबु, जस्तो तैँले छोडेर गएको थिइस् त्यस्तै छौँ। तेरो सुना न, तेरो सुना, कति राम्रो भइछस् बाबु। के छ हाल खबर? अलिअलि कहिले काहीँ गाउँका मानिसहरूले तेरा बारेमा खबर दिन्थे, त्यति मात्रै हो। भन् त, तँलाई कस्तो छ? मैले आफ्ना सबै कुरा बताएँ। मैले कुरा बताउन्जेलसम्म आमा रोइरहनु भयो। बहिनी भाइ सबै रोए। हामी सबै रोएको देखेर त्यो बिचरा त्यो बच्चो रूपेश पनि रुन थाल्यो। त्यो रुवाई दुःखको रुवाई थिएन, त्यो खुसीको, त्यो हर्षको रुवाई थियो, त्यो विजयको रुवाई थियो। मैले भने, आमा मैले नाम परिवर्तन गरेँ। तपाईँले राखिदिनु भएको नाम तपाईँका लागि त्यही हो। म घरमा अझै हुनेछु, तर
समाजमा म विजयी हुनेछु। मैले 8 कक्षा पास गर्दा नाम परिवर्तन गरेको छु आमा। मलाई अब संसारले विजय भनेर चिन्नेछन्। आमाले मेरो शिरमाथि हात राखिदिनु भयो र भन्नुभयो, विजयी भव बाबु। अनि मैले झोला खोले। सबैभन्दा पहिला आमालाई धोती र एउटा खास्टो निकालेर दिएँ। आमा, यो तपाईँको लागि दसैँमा लाउने ल। आमा हर्षका आँसु झार्दै, ओहो बाबु, मेरो लागि नयाँ लुगा किनेर ल्याइदिस्। आमाको स्वर काँप्न थाल्यो। आमाले आँसु पुस्दै मलाई माया गर्नुभयो। कति राम्रो ल्याइदिन्छस् बाबु। अनि बहिनीले फेरि झोलातिर आँखा तन्काई। उसका लागि मैले जिन्सको प्यान्ट र टी सर्ट लगिदिएको थिएँ। बहिनी त झन्डै नाचेकी थिए खुसी भएर। ऊ यति खुसी भई गाउँमा अरूले त्यस्ता लुगा लगाएर हिँड्दा ऊ कति लालायित हुन्थे त्यस्तो लुगा लगाउन। मैले त्यही उसको इच्छा बमोजिम लुगा किनेर लगेको थिएँ। जुत्ता पनि लगिदिएको थिएँ बहिनीलाई, अन्दाजी, तर ठिक भयो। मेरा 2टा भुन्टे भाइहरूलाई मैले ट्र्याक सुट लगिदिएको थिएँ। उनीहरूलाई अरू बेलामा पनि लाउनुहुन्छ भनेर। भाइ खुसी भयो भुन्टे। अनि कान्छो सौतेनी आमाको छोरालाई दिँदा मलाई पनि ल्याइदिएको हो। उसले बिचरा यति छक्क परेर त्यो लुगा लियो अनि खुसी भएर मलाई अङ्गालो मार्यो। मैले त्यति बेला यति धेरै माया पाएँ। त्यो बिचरा सौतेनी आमाको बच्चो भए पनि आखिर भाइ त मेरै हो, यही घरमा बस्छ, मेरै भाइ बहिनासँग हुर्केको छ। मलाई अर्काले त्यसरी माया गरेर पालेका छन् भने मैले त्यो बच्चालाई अवहेलना गर्नुहुन्न। खै त्यस्तो बुद्धि कहाँबाट आएको होला। जे होस्, त्यो दसैँ मेरा लागि अत्यन्तै रोचक थियो, रमाइलो थियो। आफ्ना साथीहरूलाई भेटेँ। 2-4 दिन खुब रमाइलो भयो। तर फर्किने बेलामा सौतेनी आमाले भन्नुभयो, बाबु, सबैलाई तिमीले केही न केही ल्याइदिएछौ। यो दसैँमा तिम्री त आमै हुँ म पनि। मलाई चाहिँ कस्तो छुट्याएको, पराई ठानेको। मैले भने, तपाईँले जुन व्यवहार हामीलाई देखाउनु भएको थियो त्यसले मन मर्यो। त्यसैले मैले तपाईँलाई केही पनि ल्याउने सोचिनँ। तर यो मेरो भाइ हो, यसलाई म कहिले पनि छुट्याउँदिनँ। तपाईँले व्यवहार राम्रो गर्नुभयो मेरो आमासँग भने म तपाईँलाई आमाकै दर्जा दिन्छु। तर जुन अवस्था तपाईँको छ र जुन अवस्था मेरी आमाको छ, त्यो अवस्थामा आकाश र जमिनको फरक छ। त्यो हिसाबले म तपाईँलाई माफी दिन सक्दिनँ। यदि तपाईँहरू मिलेर बस्नुहुन्छ, मेरो आमालाई सहयोग गर्नुहुन्छ भने आइन्दा म पनि तपाईँको ख्याल राख्नेछु। मैले यसो भन्दा कान्छी आमा ठुस्स परेर भित्र पस्नुभयो। त्यो सानो बच्चोलाई पनि तानेर आमालाई भने, आमा, दसैँ सकियो, अब म जान्छु, उता काम गर्नुपर्छ। यो पैसा अलिकति लिएर आएको छु, जतनले राख्नुहोला। जे चाहे पनि किनेर खानुहोला। अनि यसो सस्तो सस्तोमा घडेरी पनि हेरिराख्नुहोला, कसैलाई पनि नभनिकन। म बिस्तारै बिस्तारै अब केही अरू काम पनि गर्छु। मामा माइजूहरूले मलाई महिनाको तलब पनि जम्मा गरेर राखिदिनु भएको रहेछ। यो त्यही तलब हो आमा। अब 2-4 वर्षपछि त हामी सानो जग्गा किनेर यस्तै छाप्रो बनाउन सक्छौँ आमा। तपाईँ सोच्दै गर्नुहोस्, पिर केही नगर्नुहोस्। खटाई आपतकालीन अवस्थामा चलाउनु यो पैसा। जतन गरेर बाक्सामा ताल्चा लाएर राख्नु। ताल्चा छैन भनेर मैले किनेर पनि ल्याइदिएको छु। मैले ब्यागको खल्तीबाट ताल्चा र साँचो पनि झिकेर दिएँ। अनि आमा, भाइ र बहिनीलाई पनि नभन्नु यो कुरा, यिनीहरूले फुत्काउन सक्छन्। यो आपतकालीन अवस्थाको लागि है, म आइरहन नपाउला, यसले तपाईँहरूलाई दुःख हुन्न। आमाले जीवनमा त्यति धेरै पैसा सायद कहिल्यै देख्नु भएको थिएन। सायद सुखका दिन फर्किए भनेर उहाँ
रुन थाल्नुभयो। मैले 8,000 खर्च गरेको थिएँ, 2,000 यताउता गर्दा सिद्धियो। 30,000मा 2,000 आफूले खल्तीमा राखेर आमालाई मैले 18,000 पैसा दिएँ। त्यो आमाको लागि 18 लाख भन्दा पनि बढी थियो। आमाले फेरि मलाई आफ्नो छातीमा टाँसेर, मेरो राम जस्तो छोरो, तेरो जिन्दगी सदैव उज्जवल रहोस्, त विजय नै बन्छस् बाबु। उहाँले मलाई यति धेरै माया गर्नुभयो। म फर्केर आएँ। त्यसपछि एउटा अर्कै जोसका साथमा म काम गर्न थालेँ। मैले पढाइलाई जसरी हिजो अस्ति पढ्थेँ त्यसै गरी निरन्तरता दिएँ, ताकि म पढाइमा कमजोर नहौँ, एसइईमा राम्रो नतिजा ल्याउन सकौँ। त्यसपछि मैले जुन घरको सबै काम गर्नुपर्ने हो त्यो सबै गर्थेँ। त्यति गर्दा गर्दै मैले अब पैसा कमाउनको लागि के गर्न सक्छु त्यतातिर ध्यान दिन थालेँ। मामाको मरमसला, काजु, पिस्ता, बदाम यस्ता ड्राई फ्रुट्सहरूको होलसेल थियो। माइजूको चाहिँ बजारमा ड्राई फ्रुट्सकै खुद्रा व्यापार थियो। मैले यसैबाट केही गर्नुपर्छ भन्ने सोच्न थालेँ अनि बिस्तारै बिस्तारै यी चिजहरूको बारेमा जानकारी लिन थालेँ। माइजूले मामासँग सामान लिनुहुन्थ्यो अनि सानसाना एक पाउ, आधा पाउ, 1 किलो, आधा किलोको प्याकेट बनाएर एउटा मूल्य राखेर बेच्नुहुन्थ्यो। अब मैले पनि त्यसै गरी बेच्न पाएँ भने मैले मामासँग भने, मामा मलाई सबै कुरा 1-1 केजी दिनुहोस् न, म पनि यसको आफ्नै तरिकाले व्यापार गर्छु। 2 पैसा कमाउन सके भने आमालाई घरमा सहयोग हुन्छ। 10 कक्षा पास नगरुन्जेलसम्म नियमित स्कुल जानु परिहाल्यो। त्यतिन्जेलसम्म म सानो स्केलबाट आफ्नै तरिकाले व्यापार गर्छु नि। यसको पैसा तपाईँले लेखिराख्नुहोला, म बेचेर तिर्छु। मामाले नाइ भन्नु भएन। त्यसपछि उहाँले काजु, किसमिस, बदाम, अरू खात्रङ खुत्रुङ सबैको 1-1 केजी ल्याइदिनु भयो अनि भन्नुभयो, यो यति पैसाको हो, यो यति पैसाको हो, यो होलसेल रेट हो, यसको रिटेल रेट यति हुन्छ, त्यही अनुसारले बेच्नु। तिमीले के गर्न खोजेको हो कुन्नी? जे होस् यति पैसा भयो। उहाँले हिसाब किताब निकालेर दिनुभयो र आफ्नो लागत पनि बताउनु भयो। म 1 महिनामा तिर्छु मामा, मैले भने। अनि माइजूसँग भनेर प्लास्टिकका साना साना प्याकेट लिएँ, त्यसको पनि पैसा तिरेँ। त्यो कसरी बनाउने भन्ने कुरा पनि सिकेँ। त्यसपछि मैले साना साना प्याकेट सबै चिजहरू 50-50 ग्रामको बनाएँ अनि स्कुलमा अलिकति हुने खाने साथीभाइहरूलाई बेच्न थालेँ, टिचरहरूलाई बेच्न थालेँ, स्कुलका अरू कर्मचारीहरूलाई पनि बेच्न थालेँ। मेरो मामाको होलसेल पसल छ, त्यहीँबाट ल्याएको हो, तपाईँहरूलाई चाहियो भने भन्नुहोस् ल। बजारमा यति पैसा पर्छ र यो प्याकेटको यति। बजार मूल्य पनि बुझ्थेँ, कम गरेर दिन्थेँ बजारको भन्दा। यसरी मैले प्रत्येक दिन 2-4 प्याकेट बेच्न थालेँ। अनि स्कुलभन्दा बाहिर पनि चिया पसलतिर, फलफुल पसलतिर सानसानो प्याकेटहरू बेच्न थालेँ। यसरी मैले यो 2 वर्षमा रेगुलर ग्राहक बनाएँ। यति बेलासम्म मैले मामाको पैसा तिरेर पनि कैयौँ पटक अरू सामान लिएर बेच्न थालेँ। मामा पनि छक्क पर्न थाल्नुभयो, यसमा व्यापारिक गुण छ। त्यसपछि मामाले भन्नुभयो, बाबु अब तिमी स्कुलबाट फर्केर आएपछि होलसेल पसल आऊ, घरको काममा हामी अर्को मान्छे राखौँला, तिमी व्यापारमा ध्यान दिऊ, तिमीलाई म तलब दिन्छु। त्यसपछि मेरो खुसीको ठेगानै भएन। तर मैले यो आफूले गरेको काम छोडिनँ। त्यो ठाउँमा नपुगे पनि अलिकति फोन गरेर माग्ने ठाउँमा मैले पुर्याउन थालेँ। यसरी मामाले मलाई सुरुवातमा महिनाको
10,000 दिनुभयो। म रातिसम्म काम गर्थेँ, त्यसपछि आएर पढ्थेँ अनि फेरि बिहान उठेर त्यही होलसेल पसल जान्थेँ। फर्केर घर आएर खाना खाएर फेरि स्कुल पुग्थेँ। यसरी मैले SEE एक्जाम दिएँ। मैले 4 GPA ल्याउन नसके पनि 3.7 लिएर आएर पास गरेँ। त्यो मेरो लागि जीवनमा सबैभन्दा ठुलो उत्सव थियो, विजय उत्सव। मैले आफूले राखेको नाम सार्थक भए जस्तो लाग्यो। त्यो दिन मामा माइजूले मलाई खादा ओढाएर सम्मान गरेर मिठो खाना दिनुभएको थियो। मेरो खुसीको ठेगान नै थिएन। मलाई लाग्यो मैले जीवनमा एउटा फड्को मारे। यति खुसी भएँ। त्यो खुसी 2 वर्ष टिक्यो। किन भन्दा यो 2 वर्षमा मैले मामासँग बसेर खुब काम गरेँ। कलेज पनि पढ्न थालेँ। 11-12 बिहानको थियो। दिनभरि म काम गर्थेँ। मैले आफूले काम गरेको पैसा बचाएर राखेको थिएँ। यही सँगसँगै 11मा पढ्दा पढ्दै म प्रेममा पनि फसेँ। अल्लारे उमेर अलिअलि पैसा कमाउन थालेको अनि आफू त्यो भुइँ मान्छेबाट आएर यति प्रगति गरेको, सायद मलाई त्यति बेला चाहिँ अलिकति सोच्न सक्ने क्षमता हराएको थियो कि भन्ने जस्तो लाग्छ। आज सोच्दा मेरो सोच्ने क्षमता गयो। म अलिकति फुर्किएको हो कि कसरी म त्यो युवतीको जालमा परेँ म बताउनै सक्दिनँ। यति मन पर्न थाले उनी नै नजिक आइन्। कुराकानी भयो। 11 पढ्दा पढ्दै म उनको प्रेम जालमा परेँ। 12 कक्षा पढुन्जेलसम्म हामीले विवाह गर्ने निर्णय गर्यौं। तर मामा माइजूले गाली गर्नुभयो, अहिले बेला भा छैन बाबु, यस्तो गर्ने, त्यति दुःख छ घरमा, यस्तो राम्रो पढेर यति राम्रो जागिर खाएको मान्छे अहिले त्यस्तोमा फस्ने। एकातिर मामा रिसाउँदै हुनुहुन्थ्यो भने माइजूले पहिला गाली गर्नुभयो, पछि फकाउनु भयो। यता सुषमाको प्रेममा म कसैको कुरै नसुन्ने अन्धो भएको थिएँ। तर सुषमाको घरमा पनि हाम्रो प्रेमको कुरा थाहा पाएपछि उनका दाजुहरूले मलाई चुट्नुसम्म चुटे। अब मेरी बहिनीसँग बोलिस् भने तेरा हातखुट्टा भाँचेर फ्याँकिदिन्छु सम्म भने। त्यसपछि उनी तरक्क तर्केर गइन्। कलेजै आउन छोडिन् अनि त्यतैबाट उनले अर्को कलेज सिफ्ट गरिन्। त्यो कलेजै पढ्न छोडिन्। मेरो जीवनमा एउटा वज्रपात पर्यो। कलिलो उमेरमा मैले प्रेमको धोका सहनु पर्यो। मैले आफ्नो मनलाई छेद विच्छेद पार्नु पर्यो। पहिलो प्रेमले दिएको धोकाले मेरो मुटु चिरियो। म बिरामी परेँ। मैले एन्जाइटीको औषधि खानु पर्यो। मेरो यति बिजोग भयो म तपाईँलाई बताउनै सक्दिनँ। मलाई त्यो उनको प्रेमको त्यो जालोबाट आफूलाई बाहिर निकाल्न लगभग वर्ष दिन लाग्यो। म आज आभारी छु मेरा ती मामा माइजूको, जसले मलाई आफ्नो छोराछोरी भन्दा पनि बढी गरी मेरो उपचार गर्नुभयो, मलाई सम्हाल्नु भयो र फेरि मलाई काबिल बनाउनु भयो। त्यसपछि मैले सोचेँ अब म जीवनमा कहिले पनि बिहा गर्दिनँ, कहिले पनि म कुनै युवतीको प्रेममा फस्दिनँ। एक ठक्कर खा 100 बुद्धि आ भने जस्तै अब आइन्दा म यो बाटो हिँड्दिनँ। मैले यसरी आफूलाई सम्झाएँ, मन कठोर पारेँ अनि म फेरि पढाइ र काममा उत्तिकै लगनशीलताका साथ अगाडि बढ्न थालेँ। मैले यसपटक 1.5 लाख रुपैयाँ जम्मा पारेँ। मेरो तलब मैले त्यो पैसा गाउँमा लगेर आमालाई दिने विचार गरेँ अनि 2 दिनको छुट्टी मागेर म गाउँ पुगेँ। म यसपटक यति खुसी भएँ कि तपाईँलाई के भनौँ। मैले आमालाई भनेर आएको थिएँ, आमा राम्रो जग्गा हेर्दै गर्नुहोस् ल घडेरीको लागि। तर आमाले मैले भनेका शब्दलाई कति विश्वास गर्नुभएको। आमाले जसको जग्गा अलिअलि गरेर खोस्रेर खानका लागि लिनुभएको थियो, उनीहरूसँग अथाह सम्पत्ति
अथाह जग्गा। आमाले उहाँसँग कुरा गर्नुभएको रहेछ। अब आउँदा छोरोले अलिअलि पैसा कमाएर ल्याउँछु, आमा घडेरी भए पनि हेरिरख है भन्नुभएको छ। तपाईँले दिन मिल्छ भने मलाई एउटा सुर्को कुनै मिलाइदिनुहोला। मेरो बाबुले जति पैसा लिएर आउँछ त्यसले पुगिहाल्छ, नपुगे बैना गरेर राखौँला। के दिन मिल्छ? आमाले यसरी सोध्नु भएको रहेछ। यत्रो वर्षसम्म उनीहरूकै जग्गा कमाएर आफ्नो जीविका चलाउनु भएको आमाले त्यसरी अनुरोध गर्दा उहाँहरूमा धर्म पलायो। उहाँहरूमा भएको सद्बुद्धिले 4 आना जग्गा, ल यो चाहिँ तिम्रो छोराले कमाएर लिएर आएपछि तिम्रो लागि है भनेर छुट्याइदिनु भएको रहेछ। गाउँको जग्गा काठमाडौँ जस्तो होइन। काठमाडौँमा 1 आना आउने जग्गाले त्यहाँ कति आउँछ कति। त्यति बेला त्यो गाउँमा 50,000 आना जग्गा थियो। उहाँहरूले आमामाथि दया गरेर ल 40,000 भनेर आनाको 40,000मा दिनुभएको 4 आना जग्गा मैले 1.5 लाख पैसा लगेर उहाँहरूलाई दिएँ। मैले ती जग्गाका मालिक हजुरबासँग कुरा गरेँ। तपाईँलाई थाहा छ, ती हजुरबाको आँखामा आँसु थियो। यस्तो सन्तान तिमीले कुन जन्ममा कति पुण्य गरेकी रहिछौ माइली, यस्तो सन्तान पायौ। बाउले नहेरे पनि छोरोले आफ्नी आमालाई मात्र होइन, सौतेनी आमालाई शुद्ध हेरेको छ। यो त रामकै अवतार हो। ती हजुरबाले मलाई शिरमाथि हात राखेर राम्रो गर्नु बाबु, भइहाल्छ नि। तिमी जस्तो असल छोराले यस्तो राम्रो काम गर्दा म कहाँ नाइ भन्छु र। उहाँले त्यो जग्गा आमाको नाममा पास गरिदिने भन्नुभयो। आमाले होइन, यो जग्गा मेरो छोरोको नाममा पास गर्ने, मेरो छोरोले कमाएको हो, आमाले त्यसो भन्नुभयो। तर मेरो नागरिकता बनेको थिएन, त्यसैले मैले आमाकै नाममा राख्ने विचार गरेँ। अनि हजुरबाले भन्नुभयो, अहिले तिम्रो र आमाको दुवैको नाम राखौँला, पास गर्ने बेलामा तिमी नागरिकता बनाऊ अनि पास गरौँला। अहिले समय छ। जे होस्, यो 4 आना जुन तिम्री आमाले माइलीले कमाइरहेको जग्गा छ, त्यो जग्गाको अन्तिमको पुछारको त्यो छुट्टै 4 आना तिम्रो भयो आजबाट। उहाँहरूले त्यो जग्गा हाम्रो लागि कागज गरिदिनु भयो। हाम्रो घरमा विजय उत्सव भएको थियो त्यो दिन। हाम्रो हर्षको ठेगानै भएन। सौतेनी आमा पनि खुसी हुनुभयो। सायद उहाँलाई लाग्यो अब त्यो जग्गा भएपछि यिनीहरू त्यहाँ सर्छन्, यो घर मेरो हुन्छ, मेरो पनि व्यवस्था राम्रो हुन्छ, उनले सोचिन्। मैले पनि त्यही नै सोचेको थिएँ। यसपटक म घर जाँदा कान्छी आमाको स्वभावमा परिवर्तन आएको आमाले बताउनु भयो। बसोबास त्यस्तै थियो, तर शान्ति थियो, सुख थियो, झै झगडा कलह थिएन। खानको लागि अब माग्नु पर्दैन थियो। आमालाई बचाएर दिएको पैसाले पुर्याइ खानु भएको थियो, जसले गर्दा जीवन अलिकति सरल भएको थियो। यसरी एउटा अर्को खुसीले मेरो जीवनमा प्रवेश गर्यो। दिन, महिना, वर्ष बित्दै गए। अब म मामाको होलसेलमा सहयोग त गर्थेँ, तर अर्कै ढङ्गबाट। मैले मामालाई भने, मामा अब म छुट्टै आफ्नो व्यापार गर्छु, मलाई केही सहयोग गर्नुहोस्, सामान दिनुहोस्, म आफ्नै तौर तरिकाले गर्छु। पहिला त मामा माइजू मान्नु भएन। यति सजिलो, यति काम गरिदिने केटो कहाँ पाइन्थ्यो। सधैँ यसरी कसरी बस्ने? मेरो जीवन पनि त माथि उकास्नु पर्यो। मैले सम्झाएँ। मैले भने, मामा म यही घरमा बस्छु, तर म अब त्यो सानो कोठामा बस्दिनँ। मलाई एउटा कोठा दिनुहोस् जसको भाडा म तिर्छु। यो व्यवसाय गर्ने ठाउँ हो। म यत्तिकै हजुरको कोठा लिन्न। हजुरहरूले जुन गुण म माथि लगाउनु भएको छ त्यो त मैले कहिले पनि तिर्न सक्दिनँ, तर म त्यो गुण पनि तिर्न चाहन्छु। मलाई एउटा कोठा दिनुहोस्, मलाई सामानहरू दिनुहोस्, म आफ्नो तरिकाले व्यापार गर्छु। अनि म
गुणको बदला गुणले तिर्छु। मामा छक्क पर्नुभयो। कसरी तिर्छौ? तपाईको हिसाब किताब म राख्छु। अब म तपाईको पसलमा गएर सामानको काम गर्दिन। तपाईको भयभरको हिसाब किताबको म लेखाजोखा राख्छु। त्यो म पैसा नलिकन गर्छु। तपाईलाई त्यसमा रातभरि आएर खटिनु पर्दैन। त्यो काम म सम्हालिदिन्छु। म आफ्नो तरिकाले काम गर्छु। मामा खुसी हुनुभयो अनि उहाँको व्यापार व्यवसाय अझ राम्रो हुन थाल्यो। योबाट यति नाफा, योबाट घाटा, यो सामान राम्रो, यतिमा किन्नुस्, यतिमा बेच्नुस्, यसो यसो गर्नुस्। मैले साँझ मामाको हिसाब किताब गरिदिन्थेँ। बिहान कलेज जान्थेँ। दिउँसो आफ्नो व्यापार गर्थेँ। मामाको र मेरो व्यापार गर्ने शैली फरक पर्यो। मामाले होलसेलरहरूलाई पनि दिनुहुन्थ्यो, खुद्रालाई पनि दिनुहुन्थ्यो। माइजूले सानो सानो खुद्रा व्यापार चलाउनुहुन्थ्यो। मैले मामा कहाँबाट लिएर आएर राम्रो प्याकेजिङ गरेर अनलाइनमा, पसल पसलमा, घर घरमा पुर्याउँथेँ। पहिला साइकल किने, अब मोटरसाइकलबाट। यसरी मैले मामाको पसलबाटै लिएर आएर मामाकै बराबरको व्यापार गर्न थालिसकेको थिएँ। होलसेल चाहिनेलाई होलसेलमा दिन्थेँ। मामाका ग्राहक छुट्टै, मेरा ग्राहक छुट्टै। अनि अनलाइनमा चाहिनेहरूलाई अनलाइनबाट पठाउँथेँ। खुद्रा व्यापारीहरूलाई खुद्राको रूपमा दिन्थेँ। अनि मेरो कन्ट्याक्टमा भएकाहरूलाई दसैँ, तिहार, चाड, पर्व अनि रेगुलर खानाका लागि महिनाको हिसाब किताब गरेर दिन थालेँ। मामा हेर्दा हेर्दै छक्क पर्नुभयो मेरो उन्नति, मेरो प्रगति देखेर। र उहाँलाई पनि मैले सघाउँथेँ। उहाँको व्यापार व्यवसाय पनि नराम्रो त थिएन, तर उमेर पनि भइसकेको हुनाले ठिक्क मात्र थियो। मैले नयाँ तौर तरिका, नयाँ युगको हिसाबले व्यापार गर्न थालेँ। यो गएको तीज, तिहार, छठ अनि दसैँमा मैले राम्रो राम्रो प्याकेजिङ गरेर सामानहरू सप्लाई गरेको थिएँ। वर्षभरिको कमाई भन्दा यो वर्षको कमाई बढी भएको थियो। यसरी मैले अहिले ब्याचलर सिद्ध्याएर यो व्यापार गरिरहेको छु। अनि सुरक्षा जो मसँग अलिकति नजिक भएकी छिन्, जो मेरो कलेजमै पढ्छिन्, मेरा बारेमा सबै कुरा थाहा पाएकी छिन्। मैले पहिलो प्रेममा पाएको धोका, मैले कसरी पढेँ, कसरी बढेँ, कसरी अहिले यो व्यवसाय अपनाएको छु, उनलाई सबै थाहा छ। उनी मेरो प्रेममा पागल छिन्, एकतर्फे प्रेममा। तर म अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा पनि तर्सिन्छ भने जस्तै प्रेमबाट धोका पाएको व्यक्ति प्रेमबाटै तर्सिएको छु। उनी हरेक तौर तरिकाले मलाई सहयोग गर्न चाहन्छिन्। कहिलेकाहीँ मेरो कोठामै आउँछिन्। म उनको प्रेमलाई बेवास्ता गर्छु। यस्ता कुरा नगर, तिमी मेरो साथी मात्रै हौ भन्छु। तर उनी मान्दिनन्। म तिमीलाई प्रतीक्षा गर्छु। जबसम्म तिम्रो मन जित्न सक्दिन, तबसम्म म तिमीलाई कुरिरहन्छु। उनी हाकाहाकी भन्छिन्, म यति तिमीलाई माया गर्छु, संसारमा मैले जति माया गर्ने अरू कोही पाउँदैनौ भन्छिन् पनि। कहिले खाना पकाएरै ल्याउँछिन्। कहिलेकाहीँ मन उनीतिर मोडिन्छ, तर डराउँछु। पहिला म आफ्नो लक्ष्यलाई पूरा गर्छु, अनि मात्रै सम्बन्धमा बस्न चाहे भने सम्बन्धमा जोडिनेछु। पहिला म मेरो भाइ बहिनीको शिक्षा दीक्षा अनि आमाको लागि घर बनाउँछु। यसपटक मैले त्यो चाहना पूरा गर्न सक्छु कि भन्ने मनसाय राखेको छु। किनकि मैले जग्गा आफ्नो नाममा पास गरिसकेको छु। सानोतिनो अहिलेको नयाँ तरिकाको घर बनाएर आमालाई सुरक्षित राख्न सके भने भाइ बहिनीलाई यता ल्याएर पढाउन सक्थेँ। अनि बल्ल उनीहरूको जीवन अगाडि बढेपछि म आफ्नो विवाहका लागि सोच्न सक्थेँ। मैले यो कुरा सुरक्षासँग पनि बाँडेको थिएँ। उनी खुसी हुँदै भनेकी थिइन्, भइहाल्छ नि, म तिमीलाई सघाउँछु। उनी आफ्नो पढाइको साथसाथै अब मलाई सघाउन मेरो कोठामा आउन थालिन्। अर्डर सबै उनले लिन थालिन्। पुर्याउने काम मैले गर्थेँ। यसरी मेरो व्यापार व्यवसाय बढ्दै गयो। घाम पानी ओतबाट बच्ने आमाको लागि, भाइ बहिनीको लागि
घर बनाएँ यही दशैँमा। त्यो घर यति सुन्दर छ, म तपाईँलाई के भनौँ। वरिपरि बगैँचा राखिदिएको छु, सानो बार लगाइदिएको छु। भित्र 2टा कोठा र एउटा किचन छ। माथिल्लो तलामा ठिक्क खालको 2टा सानो कोठा र एउटा बारदली छ, जहाँ एउटा कोठामा आमा र बहिनी, एउटा कोठामा भाइ सुत्छन्। बरन्डामा बसेर घाम ताप्छन्, पढ्छन्। तल एउटा कोठामा कान्तार कोन्तोर राखेको छ, स्टोर रुम जस्तै। एउटामा कोही आइहाले यसो पाहुना पासालाई बस्नलाई राखेको छ, एउटा भान्सा। फुलबारीको रेलिङ सिद्धिएपछि करेसा बारी छ, जहाँ आमाले तरकारी फलाएर आफूलाई पुर्याउनुहुन्छ। सौतेनी आमा र उहाँको छोरो पुरानो घरमा बस्छन्। सौतेनी आमाले पनि तरकारी बेचेर आफ्नो जीविका चलाउनु भएको छ। त्यो छोरोलाई कापी कलम, अलिअलि लुगा फाटा मैले हेरिदिने गरेको छु। अहिले दुवै परिवार राम्रो छ। अब अर्को वर्ष भाइ र बहिनीलाई काठमाडौँ लिएर आएर पढाउँछु। त्यसपछि सुरक्षालाई दिएको वचन म पूरा गर्छु। यसरी मेरो जीवन अहिले अझैबाट विजयतर्फ अगाडि बढेको छ। मेरो लागि यो विजयको उत्सव हो, विजयको पर्व हो, विजयको ताज मैले पहिरेको जस्तै छ। मेरो जीवन सप्रिएको छ, सुध्रिएको छ। मेरो जीवनले अगाडि प्रगति गरेको छ। यो सबै श्रेय मेरो आमा र मेरो ती मितिनी हजुरआमालाई जान्छ। आमाले बाटो देखाइदिनु भयो। हजुरआमाले प्रेम र स्नेहले मलाई एउटा बाँच्नको लागि आधार दिनुभयो। अनि ती मामा माइजू जसले हजुरआमाको कुरा मानेर मलाई आफ्नो मान्छे, आफ्नो छोराछोरी जत्तिकै पाल्नुभयो। व्यापार व्यवसाय गर्न एउटा टेक्नी लौरो दिनुभयो। अहिले उहाँहरू वृद्ध हुँदै हुनुहुन्छ। उहाँहरूको जीवनको लौरो म बनिरहेको छु, किनकि उहाँका छोराछोरीहरू विदेशमा छन्। उहाँहरू बुढाबुढी मात्रै, उहाँहरूलाई मैले सघाइरहेको छु। व्यापार व्यवसाय बिस्तारै चलाइरहनु भएको छ। उहाँको जुन आधार मैले पाएँ त्यसबाट म अघि बढिरहेको छु। त्यही घरमा छु। सायद अब अर्को वर्ष म सुरक्षालाई त्यो घरमा भित्र्याउनेछु। मेरो जीवनको कथा यही हो। सुन्दा कथा जस्तो लाग्ने कथा मेरो जीवनको वास्तविक कथा हो। आज म अत्यन्तै खुसी छु। मेरो सफलताको कथा मैले तपाईँलाई सुनाउन पाएँ। त्यो दुःखको कुरा म के बताउँ। आज सम्झिँदा त्यो कथा जस्तै लाग्छ मलाई पनि। खान नपाएर पिल्सिएर भोकभोकै सुतेको, लाउन नपाएर आधा जिउ नाङ्गै पारेको, ओछ्यान नपाएर गुन्द्रीमा सुतेको, बाले आमालाई मरसान्न अवस्थामा पिटेको, मैले छुट्याउन जाँदा मलाई लात्तै लात्ताले कुटेर कैयौँ पटक आमाले औषधि खुवाएर मेरो ज्वरोलाई, मेरो निलाम्य डामलाई निको पार्नु भएको थियो। ती दिन सम्झिँदा आज म स्वर्गमा छु जस्तो लाग्छ। ती मेरा बा कहाँ छन् मलाई थाहा छैन। न मैले खोज्ने कोसिस गरेँ, न उहाँले हामीलाई खोज्ने कोसिस गर्नुभयो। सदरमुकामतिर अर्की श्रीमती लिएर आएर त्यतितिर जाँड खाएर ढलेको छ रे भनेको कहिलेकाहीँ सुनिन्छ। हामी सुन्दैनौँ त्यो कुरा। सबै प्रारब्धको कुरा हो। हाम्रो प्रारब्धमा खुसी पायौँ, उहाँको प्रारब्धमा जे लेखान्त थियो त्यही पाउनुभयो भन्ने आज लाग्दछ। जियोस्, मैले भोगेको मेरो जीवनको कथा मैले तपाईँलाई सुनाएँ। विजयजी, यो कथाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।